म हुँ स्वर्गद्वारी महाप्रभु नारायण। सांसारिक संसारले मलाई स्वर्गद्वारी महाप्रभु भन्यो, तर मेरो बाल्यकालको नाम नारायण गौतम थियो। 1916मा रोल्पाको भूमिमा जन्मिएर सानै उमेरदेखि म ईश्वर र सत्यको खोजीमा निस्किएँ। घोर तपस्या र साधनापछि मैले प्युठानको यो पावन भूमिलाई आफ्नो तपोभूमि बनाएँ। यो त्यही ठाउँ हो जहाँ द्वापर युगमा पाण्डवहरूले स्वर्ग जाँदा अन्तिम यज्ञ गरेका थिए र यही बाटो हुँदै स्वर्ग प्रस्थान गरेका थिए। मानव कल्याण र विश्व शान्तिका लागि विक्रम सम्वत 1951मा मैले यहाँ अखण्ड वेदमय महायज्ञ सुरु गरेँ। र गौरवको कुरा, त्यो समयदेखि बलिरहेको यो अग्निको थुप्रो आज 130 वर्षभन्दा बढी भइसक्दा पनि निभेको छैन। यो धुनीको खरानीमा अनौठो दैवी शक्ति छ। मैले सधैँ गौ सेवालाई सबैभन्दा ठुलो धर्म माने। मेरो समयमा यहाँ हजारौँ गाईहरू थिए जसको सेवामा मैले आफ्नो जीवन अर्पण गरेँ। आज पनि यहाँका गाईहरूमा त्यही दिव्य अंश बाँकी छ। यदि तपाईँको मन अशान्त छ, जीवनका पाठहरू अल्झिएका छन् भने एकपटक प्युठानको यो स्वर्गको द्वारमा पाइला टेक्नुहोस्। यहाँको हावामा वेदको ध्वनि छ, माटोमा साधनाको शक्ति छ। म सधैँ यहीँ छु। नारायण।